फर्स्ट इयरमा कति सब्जेक्ट पढ्नुपर्छ र कुन कुन सब्जेक्ट पढ्नुपर्छ हेरौँ। अब हेरौँ सुरुमा फर्स्ट इयर फर्स्ट पार्टमा हेरौँ है। कतिवटा सब्जेक्ट पढ्नुपर्छ? 6 सब्जेक्ट हुन्छ। यहाँ चाहिँ सिरियल नम्बर, कोर्स कोड, कोर्स टाइटल, थ्योरी, प्र्याक्टिकल, टोटल मार्क्स, एक्जामिनेसन स्किम अनि ड्युरेसन यता छ। अब फर्स्टमा चाहिँ यो कोड हो, सब्जेक्ट कोड। अनि इन्जिनियरिङ म्याथमेटिक्स फर्स्ट पढ्नुपर्छ, कम्प्युटर प्रोग्रामिङ, इन्जिनियरिङ ड्रइङ फर्स्ट, इन्जिनियरिङ केमिस्ट्री, फन्डामेन्टल थर्मोडाइनामिक्स एन्ड हिट ट्रान्सफर, वर्क्स अफ टेक्नोलोजी। अब यसको इन्जिनियरिङ म्याथमेटिक्सको कति हुन्छ? फाइनल मार्क्स 80को हुन्छ, कम्प्युटर प्रोग्रामिङको 80 हुन्छ, अनि इन्जिनियरिङ केमिस्ट्रीको 80 हुन्छ, फन्डामेन्टल अफ थर्मोडाइनामिक्स एन्ड हिट ट्रान्सफरको 80 हुन्छ, अनि इन्जिनियरिङ ड्रइङको 60 हुन्छ, वर्क्स अफ टेक्नोलोजी कति हुन्छ? 40 हुन्छ। 80 मार्क्सको छ भने 3 आवर एक्जाम टाइम, अनि 40को छ भने चाहिँ 1.5 आवर हुन्छ। यो चाहिँ हामीले के कुनमा पढ्नुपर्छ त? फर्स्ट पार्टमा पढ्नुपर्छ। अब हेरौँ फर्स्ट इयर सेकेन्ड पार्टमा कुन कुन सब्जेक्ट पढ्नुपर्छ त? यहाँ पनि कति सब्जेक्ट पढ्नुपर्छ त? 6 सब्जेक्ट यहाँ छ फर्स्ट इयर सेकेन्ड पार्ट। इन्जिनियरिङ म्याथमेटिक्स सेकेन्ड, इन्जिनियरिङ ड्रइङ सेकेन्ड, बेसिक इलेक्ट्रोनिक इन्जिनियरिङ, इन्जिनियरिङ फिजिक्स, एप्लाइड मेकानिक्स, बेसिक इलेक्ट्रिकल इन्जिनियरिङ। यो हाम्रो कति टोटल फुल मार्क्स 700को छ। यो चाहिँ हामीले फर्स्ट इयर सेकेन्ड पार्टमा पढ्नुपर्छ। अब हेरौँ कोर्स सिलेबस हेरौँ। सुरुमा छ इन्जिनियरिङ म्याथमेटिक्स फर्स्टको फर्स्ट इयर फर्स्ट पार्टमा पढ्नुपर्छ इन्जिनियरिङ म्याथमेटिक्सको सिलेबसहरू हेर्नु। यहाँ छ अब फर्स्ट टपिक च्याप्टर कति छ? च्याप्टर 1 2 3 4 छ होइन, 4वटा च्याप्टर छ। डेरिभेटिभ एन्ड इट्स डियर एप्लिकेसन, इन्टिग्रेसन एन्ड इट्स एप्लिकेसन, प्लास्टिक एनालाइसिस ज्योमेट्री, अर्डिनरी डिफरेन्सियल इक्वेसन एन्ड डियर एप्लिकेसन। यो चाहिँ म्याथमेटिक्स इन्जिनियरिङ म्याथमेटिक्स फर्स्टमा पढ्नुपर्छ। अब कम्प्युटर प्रोग्रामिङको ओभरभ्यू अफ कम्प्युटर सफ्टवेयर एन्ड प्रोग्रामिङ ल्याङ्ग्वेज 4 मार्क्सको आउँछ यहाँबाट। यो सेकेन्ड च्याप्टरबाट 8 मार्क्स हो, थर्ड च्याप्टरबाट 6 मार्क्स हो, 4 च्याप्टरबाट 4 मार्क्स हो, 5 च्याप्टरबाट 4 मार्क्स हो, अनि 6 च्याप्टरबाट 8 मार्क्स हो, 7 च्याप्टरबाट 10 मार्क्स हो, 8 च्याप्टरबाट 8 मार्क्स हो, 9 च्याप्टरबाट 8 मार्क्स हो, 10 च्याप्टरबाट 6 देखि 8 मार्क्स हो, 11 च्याप्टरबाट 4 + 8 12 मार्क्स आउँछ। यो चाहिँ अलि सी प्रोग्रामिङ कम्प्युटर प्रोग्रामिङ अलिक गाह्रै हुन्छ, त्यस्तो विधि गाह्रो पनि होइन, अलिक बढी टाइम दिनुपर्छ यसमा चाहिँ। यो चाहिँ कम्प्युटर प्रोग्रामिङको भयो। अब हेरौँ अर्को इन्जिनियरिङ ड्रइङमा च्याप्टर 1 भइहाल्यो, च्याप्टर 2 डाइमेन्सिङ, च्याप्टर 3 एप्लाइड ज्योमेट्री, च्याप्टर 4 बेसिक डिस्क्रिप्टिभ ज्योमेट्री, च्याप्टर 5 मल्टिभ्यू अर्थोग्राफिक प्रोजेक्सन, च्याप्टर 6 डेभलपमेन्ट एन्ड इन्टरसेक्सन। यो चाहिँ हाम्रो के भयो त? ड्रइङको भयो। अब इन्जिनियरिङ केमिस्ट्री फर्स्ट च्याप्टरबाट 10 मार्क्स आउँछ, सेकेन्ड च्याप्टरबाट 5 मार्क्स हो, थर्ड च्याप्टरबाट 10 मार्क्स हो, फोर्थ च्याप्टरबाट 10 मार्क्स, 5 च्याप्टर 10 मार्क्स, 6 च्याप्टर 10 मार्क्स, 7 5 8 5 मार्क्स, 10 5 मार्क्स आउँछ इन्जिनियरिङ केमिस्ट्रीको भयो। फन्डामेन्टल अफ थर्मोडाइनामिक्स एन्ड हिट ट्रान्सफरको इन्ट्रोडक्सनबाट 10 मार्क्स हो, 2 च्याप्टरबाट 4 मार्क्स हो, 3 च्याप्टरबाट 12 मार्क्स हो, 4 च्याप्टर 14 मार्क्स, 5 च्याप्टर 14 मार्क्स, 6 च्याप्टर 14 मार्क्स, अनि 7 च्याप्टरबाट 6 + 6 गरेर 12 मार्क्स आउँछ। त्यसै गरी वर्क्स अफ टेक्नोलोजी यो भइहाल्यो, जेनरल सेफ्टी एन्ड कन्सिडरेसन, ह्यान्ड वर्किङ अपरेसन, मेजरिङ एन्ड गजिङ, ड्रिल एन्ड ड्रिलिङ प्रोसेस, मेसिन टुल, मेटेरियल प्रोपर्टी, sheet metal and workshop, work, foundry practice, forming practice, metal joining, यो चाहिँ वर्कसप हो। अब हेरौँ फर्स्ट इयर सेकेन्ड पार्टकोमा त्यहाँ कुन सब्जेक्ट हुन्छ नि? इन्जिनियरिङ म्याथमेटिक्स हो। च्याप्टर 1 भयो, च्याप्टर 2 भयो, च्याप्टर 3 भयो, च्याप्टर 4 भयो, च्याप्टर 5, च्याप्टर 6, 6वटा च्याप्टर छ इन्जिनियरिङ म्याथमेटिक्स सेकेन्डमा। त्यसै गरी इन्जिनियरिङ ड्रइङमा च्याप्टर 1, च्याप्टर 2, च्याप्टर 3, च्याप्टर 4, 4वटा च्याप्टर छ ड्रइङमा। इलेक्ट्रोनिक इन्जिनियरिङ पनि पढ्नुपर्छ। यो चाहिँ हामीले फर्स्ट इयर सेकेन्ड पार्टको कोर्स हो। बेसिक सर्किट कन्सेप्ट, डायोडहरू के हो, ट्रान्जिस्टरको बारेमा, च्याप्टर 4, च्याप्टर 5, च्याप्टर 6, च्याप्टर 7, 7वटा च्याप्टर छ। इन्जिनियरिङ फिजिक्समा फर्स्ट च्याप्टरबाट 10 मार्क्स आउँछ, सेकेन्ड र थर्डबाट 5 मार्क्स हो, 4बाट 25 मार्क्स हो, यसरी छ। टोटल 10वटा च्याप्टर छ, अनि लेन्दी छ, सब्जेक्ट अलिक धेरै पढ्नुपर्छ यसमा।
धेरैलाई लागिरहेको पनि हुन्छ फिजिक्स। अर्को छ एप्लाइड मेकानिक्स, यो सब चाहिँ अलि गाह्रो कम्पेयर टु अदर सब्जेक्ट। इन्ट्रोडक्सन भइहाल्यो, 4 मार्क्समा आउँछ यहाँबाट, यहाँदेखि 8, यहाँदेखि 10, च्याप्टर 4बाट 12, च्याप्टर 5बाट 4 मार्क्स, च्याप्टर 6बाट 14 मार्क्स, च्याप्टर 7बाट 8 मार्क्स, च्याप्टर 8बाट 10 मार्क्स, च्याप्टर 9बाट 10 मार्क्स। यो दुईवटा मिलाउनुपर्छ, यो मिलाउनुपर्छ, यो सजिलै हुन्छ 8 र 9। अनि त्यसपछि यो 6 को पनि बिम र फ्रेम यो मिलाउनै पर्छ हामीले, ध्यान दिनुपर्छ त्योमा। त्यसपछि हाम्रो छ अब बेसिक इलेक्ट्रिकल इन्जिनियरिङ, 1 2 3बाट 40 मार्क्स आउँछ। त्यसपछि च्याप्टर 4 भयो, 5 6 7 8, टोटल कतिवटा छन् त 8वटा च्याप्टर छन्। यति सब्जेक्ट चाहिँ हामीले केमा पढ्नुपर्छ त, फर्स्ट इयरमा पढ्नुपर्छ।